मन्त्रीज्यू सिंहदरबारको मन्त्री हो कि गल्लीको गुण्डागर्दी? वाह भाइ वाह, क्या बात छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले हिजो बडो रवाफका साथ भन्नुभएछ, ठेकेदार कहाँ छ, धरतीमा छ कि कहाँ छ, खोजेर ल्याउनु, काम नगरे खुट्टा भाँचिदिनु। वाह, सुन्दा त लाग्छ देशमा कानुन होइन, कुनै गल्लीको डन बोलिरहेको छ। मन्त्रीज्यू, तपाईँ तिनै व्यक्ति हुनुहुन्छ नि जसले अस्ति भर्खर देश बनाउने नयाँ टिम भनेर लेखेको थियो, तर आज तपाईँको बोली सुन्दा लाग्छ तपाईँ अझै पनि त्यही सरदछाप साथीभाइको समूह र हुल्लडबाजीबाट निस्कनै सक्नु भएको छैन। तपाईँलाई अझै हेक्का नै छैन कि तपाईँ को हो। तपाईँ मन्त्री हो, मन्त्री, कुनै ग्याङको नाइके होइन। अब त ठाउँ अनुसार पद अनुसार आफ्नो व्यवहार र बोली बदल्नुहोस्। समयमा काम नसक्ने ठेकेदारलाई खुट्टा बाँच्छु भनिन्छ कि कानुनी कारबाही गर्छु भनिन्छ। हो, जनता पनि आक्रोशित छन्। यो देशको विकासले गति नलिनुमा, विकासका योजनाहरू अल्पत्र पर्नुमा समयमा काम नगर्ने भ्रष्ट ठेकेदारहरू नै प्रमुख कारण हुन्। तिनीहरूलाई कुनै पनि हालतमा छुट दिनु हुँदैन। तर कारबाही गर्ने तरिका के यो हो? यदि ठेकेदारले समयमा कार्य सम्पादन गरेन भने उसलाई जरिवाना तिराउनुहोस्, उसको धरौटी जफत गर्नुहोस्, उसलाई कालो सूचीमा राख्नुहोस् वा ठेक्का सम्झौता नै तोडिदिनुहोस्। राज्यसँग शक्ति छ, कानुन छ, कानुन प्रयोग गरेर जेल कोच्नुहोस् न, कसले रोकेको छ? तर राज्यको जिम्मेवार कुर्सीमा बसेर खुट्टा भाँचिदिन्छु भन्नु कुन तहको राजनीतिक संस्कार हो? त्यसो भए त तपाईँ र आदरणीय नेताज्यूहरू एउटा कुरा कान खोलेर सुन्नुहोस्। आज ठेकेदारले समयमा काम गरेन भनेर तपाईँ उसको खुट्टा भाँच्ने धम्की दिनुहुन्छ भने भोलि तपाईँ र तपाईँका नेताहरूले बोलेको काम समयमा नगर्दा जनताले तपाईँहरूको के भाँच्नु पर्ने? यदि भाँच्ने नै हो भने त तिमीहरूका शरीरका अङ्गहरूको लिस्टले पनि पुग्दैन। तपाईँहरूले चुनाव अघि र कुर्सीमा बस्नु अघि जनतासँग के गर्छु भनेर बोल्नु भएको थियो, त्यो जनतालाई राम्रोसँग थाहा छ। कि याद दिलाइदिनु पर्छ? 100 दिनभित्र विदेशिएका युवाहरूलाई स्वदेश फर्काउँछौँ। कहाँ छन् ती युवा? कहाँ छ रोजगारी? आज पनि एयरपोर्टमा पासपोर्ट बोकेर लाइन बस्ने युवाहरूको लाम कम भएको छ। भाषणमा त कति सजिलै भनिदिनुहुन्छ। मधेसका जनताले सोधिरहेका छन्, फ्री में महँगा कलेज में पढेला कब से मिली? त्यसैले गफ र धम्की धेरै भयो। ठेकेदारलाई कानुनको डन्डा चलाउनुहोस्। आफ्नो हातमा कानुन लिएर गुण्डागर्दीको भाषा बोल्न बन्द गर्नुहोस्, नत्र सम्झिराख्नुहोस्, जुन जनताले मन्त्रीको कुर्सीमा पुर्याए तिनै जनताले भुइँमा पछार्न पनि बेर लाउँदैन।